हाई एभ्रिवान, नमस्ते। हजुर सबैजना सन्चै हुनुहुन्छ होला है। म पनि र मेरो हल्का यो मिनी भ्लगमा हजुरहरूलाई स्वागत छ र आउनुहोस् है। त्यो भिडियो के कस्तो लाग्छ हजुरहरूलाई है। र आज चाहिँ हामी उसको बर्थडे हो नि त, आज उसको बर्थडे हो र उसले चाहिँ मलाई रेस्टुरेन्ट लाँदैछ खुवाउनु है। के चाहिँ खुवाउँदो रहेछ हेरौँ है। के खुवाउने हेर्नु मात्रै पर्छ। गाइस आज चाहिँ पानी हेर्नु नै र उसको पानी पर्ने दिनमा बर्थडे गयो हो, चिल्लाको पानी परेर होइन रेस्टुरेन्ट गएर पानी पर्छ नि हो। यस्तो भयो पानी लिएर चुप बनायो भनेर हेर्नुहोस् साथी हो। आज चाहिँ होइन पानीले बिजोकै बनायो। रेस्टुरेन्ट लगेको अरे उसले चाहिँ मलाई होइन रेस्टुरेन्ट सरी एमजीमा गएको कि है। अब चाहिँ हामी रेस्टुरेन्ट जाँदैछौँ। कुन चाहिँ रेस्टुरेन्ट हेर्नु पो पर्ने हो। अब चाहिँ उसको काम छ अरे, अलिकति काम गरेर चाहिँ रेस्टुरेन्ट लाने होइन। अब चाहिँ हामी रेस्टुरेन्ट जाँदैछौँ र उसले चाहिँ बर्थडे ट्रिट गर्छु भनेर लान्छु भनेर लगेको अरे। तर विश्वास बनायो नि पानी परेर हरेस बनायो नि साथीहरू। यहाँ पिपलको बोटमा चाहिँ अहिले मजाको लाइट लगाएको छ है साथीहरू। दामी भएछ ल ल। पानी त रहनेको त पुरै छैन, नाम छैन यो खालको। यस्तो सानो सानो पानी त पुरा आइबस्छ नि त। ल त्यहीँ दोकानकै अगाडि न, दोकानकै अगाडि। हाम्रो चाहिँ जुत्ताहरू झन्डै एउटै भएछ। त्यहाँ बसिहाल्नु ल। पानी परेर हरेस बनाइसक्यो नि। यो चाहिँ कति बजीको टाइम? 8 बजीको टाइम। 8 बजी तर पनि मान्छेहरू झुलिरहेको छ। र अब चाहिँ यहाँको काम पनि भयो है। अब हामी चाहिँ रेस्टुरेन्ट कुन चाहिँ लाने हो? उयो न्यू मार्केटमा मैले त्यो हेरेको तर मलाई नाम हेरि छैन भने चाहिँ आएको चलाइदिनु ल। छैन भने लेसी सेप हो कि लेसी सेप पनि छैन। झन्डै लडे गाइस, झन्डै लडे। यहाँ चाहिँ हामी न्यू मार्केट आइरहेको छु है। यो चाहिँ रातिको सिन हो है। हजुरहरूलाई के कस्तो लाग्छ मन परेमा लाइक कमेन्ट चाहिँ गर्नु चाहिँ नभुलिनुहोस् होला है साथी हो। बिचारा यहाँ टुरिस्टहरू हेर बिजोक छ, बिजोक इन्जोय गर्दैछ यहाँ टुरिस्टहरू। दामी 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 यहाँ बोकुमा गइसक्यो है। अब हामी बोकुमा जाँदैछौँ, के दिन्छ उसले है। गाइस हामी चाहिँ बोकुमा जाँदैछौँ है। के कस्तो है अहिले बन्द भइसकेको छ है। अब हामी चाहिँ फेरि हटलिक्स जाँदैछौँ। फर्केको अब फेरि हटलिक्समा जाने आउँछ है। हामी चाहिँ अब फेरि हटलिक्स जाँदैछौँ है। के भन्नु भएन नि त हटलिक्समा। हाम्रो म्यामले मेन्यु हेर्नु थालिसक्यो है। आधालाई नि हुन्छ यहाँ अल्छ है। मजाको मजाको रहेछ है। म हट चक्लेट। What are you saying? आइसकेको छ अन्त उसको हट चक्लेट है चाहिँ बेबी कर्न आइसकेको छ है। फाइनली डिनर आयो है। पर्खिँदा है बिचरा ऊ भोकले हामीलाई खाना खाइसक्यो है। अब यहाँ रेडी भइसक्यो निस्किनु लागि है। 10 बजिसक्यो। अब निस्किँदैछ हामी। क्याबिन पनि खाली भइसक्यो है, रेस्टुरेन्ट पनि। र अब चाहिँ भने हामी निस्किसक्यो है गाइस। पानी चाहिँ साह्रै दबिदियो पानीले। र गाइस आजको भिडियो चाहिँ यति नै थियो है। हजुरहरूलाई के कस्तो लाग्छ है। र हजुरहरूलाई मन परेमा लाइक कमेन्ट सेयर गरिदिनुहोस् होला है। अन्त कमेन्ट पनि अन्त फलो पनि गरिदिनुहोस् होला नबिर्सी है। थ्याङ्क यू सो मच सबैजनालाई।